मानिस किन असफल हुन्छ? कहिलेकाहीँ हामी धेरै मेहनत गर्छौँ तर पनि सफलता हात पर्दैन अनि मनमा एउटा प्रश्न उठ्छ, म किन असफल भएँ? तर वास्तवमा असफलता भनेको अन्त्य होइन। असफलता भनेको एउटा पाठ हो जसले हामीलाई अझ राम्रो बन्न सिकाउँछ। आजको भिडियोमा हामी जान्नेछौँ मानिस किन असफल हुन्छन् र कसरी त्यो असफलतालाई सफलतामा बदल्न सकिन्छ। 1. स्पष्ट लक्ष्य नहुनु। धेरै मानिसहरू असफल हुने पहिलो कारण हो स्पष्ट लक्ष्य नहुनु। यदि कसैलाई आफू कहाँ पुग्न चाहन्छ भन्ने नै थाहा छैन भने ऊ सही दिशामा अघि बढ्न सक्दैन। उदाहरणका लागि, परीक्षा पास गर्न चाहने विद्यार्थीले पढ्ने योजना नै बनाएन भने उसले समय त खर्च गर्छ तर नतिजा राम्रो आउँदैन। सफल हुनका लागि लक्ष्य स्पष्ट हुनुपर्छ। छोटो लक्ष्य बनाउनुहोस्, योजना बनाउनुहोस् अनि त्यसलाई निरन्तर पन्छ्याउनुहोस्। डर र आत्मविश्वासको कमी। दोस्रो कारण हो डर। धेरै मानिसहरू असफल हुनुभन्दा पहिले नै हार मान्छन्। उनीहरू सोच्छन्, यदि म असफल भएँ भने, यदि मानिसहरूले मेरो मजाक उडाए भने। यही डरले मानिसलाई प्रयास गर्नै दिँदैन। तर सत्य के हो भने संसारका धेरै मानिसहरू पनि सुरुमा असफल भएका थिए। थोमसले हजारौं पटक असफल भएपछि मात्र बल्ब बनाउन सफल भएका थिए। यदि उनले बिचैमा हार मानेका भए आज संसार फरक हुन सक्थ्यो। त्यसैले डरलाई जित्नु नै सफलताको पहिलो कदम हो। 3. मेहनत र निरन्तरताको कमी। कहिलेकाहीँ मानिसहरू सुरुमा धेरै उत्साहित हुन्छन् तर केही दिनपछि मेहनत गर्न छोड्छन्। सफलता एक दिनमै आउँदैन। लगातार प्रयास, धैर्य र अनुशासन चाहिन्छ। मानौ कसैले जिम जान सुरु गर्यो, 2 दिन गएपछि शरीर परिवर्तन भएन भनेर छोड्यो भने उसले परिणाम कहिले देख्दैन। ठुलो सफलता साना साना दैनिक प्रयासबाट बन्छ। 4. गल्तीबाट नसिक्नु। अर्को ठुलो कारण हो गल्ती दोहोर्याउनु। असफल हुनु समस्या होइन तर असफलताबाट केही नसिक्नु भने समस्या हो। जब हामी गल्ती गर्छौँ त्यसले हामीलाई सुधार गर्ने मौका दिन्छ। यदि हामी आफ्नो कमजोरी बुझेर सुधार गर्न थाल्यौँ भने असफलता नै हाम्रो शिक्षक बन्छ। 5. नकारात्मक सोच र सङ्गत। मानिसको सोच र सङ्गतले पनि उसको जीवनमा ठुलो असर गर्छ। यदि वरिपरिका मानिसहरूले सधैँ तिमीले सक्दैनौ मात्र भन्छन् भने बिस्तारै आत्मविश्वास कमजोर हुँदै जान्छ। त्यसैले सकारात्मक सोच राख्ने र प्रेरणा दिने मानिसहरूसँग बस्नु धेरै महत्त्वपूर्ण हुन्छ। तपाईँको सोच सकारात्मक भयो भने कठिन समयमा पनि अगाडि बढ्न शक्ति आउँछ। जीवनमा असफलता आउनु सामान्य कुरो हो तर असफल भएर रोकिनु भने हाम्रो निर्णय हो। हरेक असफलताले केही न केही सिकाउँछ। यदि हामीले सिक्न छोडेनौँ भने एक दिन सफलता अवश्य आउँछ। त्यसैले डराउनु हुँदैन, हार मान्नु हुँदैन, अगाडि बढिरहनुहोस् किनभने आजको असफलता नै भोलिको सफलताको आधार बन्न सक्छ। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक, सेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।